एकछिन पर्खनुस्। तपाई नेपालमा काम गर्नुहुन्छ वा विदेशबाट नेपाल फर्केर भविष्य सुरक्षित बनाउन चाहनुहुन्छ? यदि हो भने आजको भिडियो तपाईका लागि धेरै महत्त्वपूर्ण हुनेछ। एसएसएफ को नाम त सुनेका छन्, तर यसको वास्तविक फाइदा भने थाहा छैन। आजको भिडियोमा सरल भाषामा बुझाउने छु। एसएसएफ के हो, किन आवश्यक छ र यसबाट तपाईहरूले के लाभ पाउन सक्नुहुन्छ। नमस्कार साथीहरू, म कुमार। यो च्यानलमा तपाईलाई नेपाल, जापान, वित्तीय जानकारी, बीमा, दैनिक जीवनसँग सम्बन्धित उपयोगी भिडियोहरू नियमित रूपमा लिइरहेको छु। यदि तपाईले अहिलेसम्म च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने अहिले नै सब्स्क्राइब गर्नुहोस् र बेल आइकनलाई पनि थिच्नुहोस्। विषयवस्तुलाई अगाडि बढाउँ। एसएसएफ भनेको के हो? एसएसएफ अर्थात् सामाजिक सुरक्षा कोष। यो एउटा नेपाल सरकारले सञ्चालन गरेको सामाजिक सुरक्षा प्रणाली हो, जसको उद्देश्य कामदार र उनीहरूको परिवारलाई आर्थिक सुरक्षा प्रदान गर्नु हो। तपाईले काम गरिरहनु भएको समयमा मात्र होइन, तपाई बिरामी हुँदा, दुर्घटना हुँदा, मातृत्वको समयमा वा भविष्यमा अवकाशपछि पनि सहयोग गर्ने व्यवस्था एसएसएफ मार्फत गरिन्छ। एसएसएफ का मुख्य सुविधाहरू: नम्बर 1, स्वास्थ्य सुविधा। यदि तपाईँ बिरामी पर्नुभयो भने उपचार खर्चमा सहयोग पाउन सक्नुहुन्छ। नम्बर 2, दुर्घटना सुरक्षा। काम गर्ने क्रममा दुर्घटना भएमा आर्थिक सहयोग र आवश्यक सुविधाहरू उपलब्ध हुन सक्छ। नम्बर 3, मातृत्व सुविधा। महिला योगदानकर्ताले गर्भावस्था र सुत्केरी अवस्थामा निश्चित सुविधाहरू प्राप्त गर्न सक्नुहुन्छ। नम्बर 4, आश्रित परिवारको सुरक्षा। योगदानकर्ताको मृत्यु भएमा कानुन बमोजिम परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने व्यवस्था छ। नम्बर 5, अवकाशपछिको सुरक्षा। निश्चित मापदण्ड पूरा भइसके पछाडि भविष्यमा पेन्सन अन्य अवकाश सम्बन्धी सुविधा प्राप्त गर्ने व्यवस्था छ। एसएसएफले त्यही भविष्यलाई सुनिश्चित गर्ने प्रयास गर्छ। यदि तपाईँ अहिले पनि एसएसएफमा आबद्ध हुनुहुन्न भने आफ्नो रोजगारदाता वा सम्बन्धित निकायसँग यसको बारेमा जानकारी लिनुहोस्। एसएसएफमा पैसा कसरी कलेक्ट गर्ने समस्यामा हुनुहुन्छ भने मलाई सपोर्टको लागि कमेन्ट बक्समा लेख्न सक्नुहुनेछ। म तपाईहरुलाई सहयोग गर्नेछु। यो भिडियो उपयोगी लाग्यो भने लाइक गर्नुहोस्। यस्तै जानकारीका लागि यस च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। धन्यवाद। यस्तै फेरि जानकारीमूलक अर्को नयाँ भिडियोमा भेटौँला। नमस्ते।